छोरी जाऊ कुना गएर सुत मम्मीले यता पठाइदियो जाऊ ए केटाकेटी त बिचा सुत्न आउन्न रे भूतले त छेउछाउको तितो बिचाको मिठो भन्छ रे लान्छ रे हेर बुढी त्यहाँ दुईटा बाइक छन् एक क्वार्टर खाने नि चारवटा देखिन्छ त्यही भएर एक क्वार्टर स्वाटर खाने हुन्न खाना गाडी बिहान आएर मैले कहिले कति दिन भाडा पर्दैन जाऊ त्यति आएको के भाडा दिन्छ तिमीलाई घर घर मैले जानेछु किन कराउनु रहेछ त्यति आए पनि यार केटी देखेपछि फेरि बोक्दा रहेछन् को त्यति भनेर हुन्छ अरूले भए 200-300 रुपैयाँ लिन्थे तेरि सधैँ बोक्ने मान्छे भएर आएको यार नकर न अब यसलाई कहिले लिएर हिँड्दिने यार यसलाई कराउने बेइज्जत गरिदिनु मैले घर त जान्छु धेरैसम्म बत्ती बोल्यो निभाउनुहोस् त उठेर त निभाइन त हुन्छ कर निभा आफै सक्दैन निभाउनुहोस् छेउमा सुत्नु बाहेक उपाय गर्न निभाउनु पिसाब लाएर त मर लाएर त उठेर चापेर सुतेको जाँदा धेरै आउँथे आफैले तिर्न सकस पर्छ मैले त के निभाउनुहोस् निभाए ननिभाए म त सुत्थे ए आदा छोरो किन मलाई पल्ला कोठा सुत्थे छोरालाई बोलाउने चोखवन आऊ चोखवन खान आऊ खाइ बा चोखवन ए बा आधा चोखवन त यही थियो गर यो मम्मीले खाइदिन्छ के भोलि खुवाउँछु किनेर ल्याए तिमीलाई आइहाल्नु ल लाइट निभाजु ए आफू स्वादा टासेर सुतेर मलाई लाइट निभाउन बोलाएका हौ इला खाऊ ए बा खतम अरे जा लाइट निभा यसो आधा सुतेर उठ्छ काम पनि के गरेन रुए कमाउने हैन यार कमाएर ल्याएर खान दिनु मिल्छ लाइट निभा यो नफाल्ला जाड भयो ओहो हजुर ट्याक्सी खाली हो हजुर खाली हो जानुहुन्छ जान्छौँ धर जाने लान्छ हजुर ओहो ल बाबु बस्छ ल बस्छ ओहो ल हजुर जानु पर्ला गाडीको ब्रेक कता लाउँछन् थाहा हजुरलाई है तेरो ब्रेकै थाहा नभएको ड्राइभर रहेछ यार बाबु मान्छेल त ब्रेक मात्र थाहा नभएको आसाउ तिम्रो गाडी तिमीले आफै चलाऊ यार के हो र बाटा कोही केटी देख्न उन्न यार हरन बजा भन्छ यार अस्ति एउटा केटीले चप्पलले हान्न धन्ने मार्यो नि के हो हरन बजाइदियो आउनु त हजुरको कागज हेराउँदा कागज पत्र र इमर्जेन्सी नै ल्याउनु त्यस्तो होइन इमर्जेन्सी भयो नि हजुरले त कागजपत्र बोक्नु पर्यो कागजपत्र नबोक्नु चलाउनु भएन होइन यो त कागजपत्र भएन यो त तपाईँले यस्तो पैसा नदेखाउनु है पैसा देखाउने तपाईँलाई गर्नु गर्नु छ नि तपाईँ त हेर्नुहोस् त गाडी अब यो गाडी अफिसमा मिलाइदिएको छ र मिलाएर होइन यो मिलाउन सकिँदैन तपाईँको यो कारबाही अनुसार अफिसमा लगायो तपाईँलाई जरिवाना गर्दा कहाँ गाडी लिएर जानु त गाडी भयो क्या होइन बरु कागजपत्र लिएर होइन गाडी हजुर अफिसमा हेर्नुहोस् अफिसमा गएर जरिवाना गर्दा मगाउँछु क्या बरु हुँदैन हुँदैन त्यो गाडी लिएर जान्छ होइन तपाईँ अफिसमा हेर्नुहोस् अफिसमा गएर जरिवाना गर्नु मगाउँछु क्या घरबाट हुँदैन अफिसमा आउनु न कागजहरू लिएर अफिसमा हिँड्दै जानु त अफिसमा हो अब हिँड्दै आउनु तपाईँले त्यस्तो हतार रहन्छ खालि